आखिर कुन कन्डिसन आउन पुग्यो थियो र म घर नै फर्किने गरी। हेलो साथीहरू, स्वागत छ तपाईँहरूले आजको मेरो मिनी ब्लगमा। म र हाम्रो साथीभाइको प्लान भनेको काठमाडौँ जाने, पार्ट टाइम जब पायो भने बस्ने, नत्र भने कन्सल्टेन्सीहरूमा डिमान्ड बुझेर घरबाटै प्रिपेरेसन गर्न सोचेको थियौँ। तर ठ्याक्क त्यस्तै भइरहेछ। त्यसैले हामी बाँकीको सामानहरू अङ्कलको रुममा छोड्न गइरहेछौँ। त्यसपछि रुम पुग्दा ठ्याक्क अङ्कल खाना पकाउँदै हुनुहुन्थ्यो। हामी नि गेम खेल्दै बसेथ्यौँ। त्यसपछि खाना खाएर हामी नि आफ्नो रुमतिर फर्कियौँ र आउने बित्तिकै म सुतेको थिएँ, किनभने त्यो दिन मलाई सन्चो नभएर लास्ट गाह्रो भइरहेको थियो। 4 दिनदेखि सिटामोल खाँदै बसेको थिएँ। एक दिनमा दुईटा गरेर 4वटा सिटामोल खाए नि सन्चो हुन्थेन। उता फेरि साथीको बोर्डसँग माया परेर दिनभरि फोन खेलाउँदै बस्थेँ। त्यसपछि 1 बजेतिर आज रुमको लास्ट दिन हो भनेर अलि महँगो ठाउँमा नास्ता खान आएको। हेर्दा त महँगो नै होला ठानेथ्यौँ, किनभने सुरुमै मनतातो पानीले स्वागत भएको थियो। तर लास्टमा बिलिङ गर्दा यस्तो रिजनेबल प्राइसमा नि यस्तो भिआइपी फिल भइरहेको थियो। त्यसपछि सब सामानहरू बोरामा हालेर साथी आफ्नो अङ्कलको घरतिर गए। मनी सामानहरू रेडी पारेर साथीको कल कुर्दै गर्दा हाम्रो रुम साइडको आन्टीले चिया र बिस्कुट दिनुभएको थियो र मलाई चिया र बिस्कुट दिने यी भाइको मम्मी हुनुहुन्थ्यो। लास्टै हेल्पफुल हुनुहुन्थ्यो। उहाँहरू सुरुदेखि नै हामीलाई सपोर्ट गरिराख्नुहुन्थ्यो। थ्याङ्क यू सो मच आन्टी र भाइलाई पनि। त्यसपछि याङ्गो बुक गरेर म र भाइ सामानहरू लोड गरेर साथीका फ्रुट एन्ड भेजिटेबल सेन्टरमा आए। त्यसपछि हामी डाइरेक्ट नौबिसेमा खाना खान रोक्यौँ र पानी परेर अलि जाडो भइरहेको थियो। त्यसमै मलाई अलि सन्चो नभएर माथिबाट 1 लेयर अझै लगाए र हामी सबजना खाना खान सुरु गर्यौँ। त्यसपछि खाना खाएर साथीको गाडीमा ब्याकलोड भएकोले हामी नौबिसेमै रुम बुक गरेर सुत्यौँ। हेलो साथीहरू, एनदर डे सेम ब्लग। साथीको गाडीमा ब्याकलोड भएकोले साथीहरू सब्जी बोक्न पालुङ जान लाथेन् र साथीको कन्ट्याक्टबाट यो गाडीमा आज जान लाग्छु। र अफसोस आजको भिडियो यही नै समाप्त हुन्छ, किनभने अरू बाँकी भिडियोहरू बनाएको छैन।